हामी मान्दैनौँ, हामी लास बुझ्दैनौँ, हामी रोड जाम गर्छौँ, अगाडि बढ्छौँ। यो सरकारले हेपेको हो, गरिबलाई हेर्न पाइन्छ, हुँदैन यस्तो यो, हुँदैन, हामी मान्दैनौँ। सरकारले लुकायो नि त। अब 3 घण्टा अगाडि डेट भएको हामीलाई भन्नु पर्दैन, हामी आफन्तलाई भन्नु पर्दैन, उयो हस्पिटल सिल गरिदिने अनि हामी कसरी मान्छौँ यो, मान्दैनौँ। 3 घण्टा डेट बढी भइसक्यो, मरिसकेको रहेछ मान्छे, हामी कसरी मान्ने स्वीकार्य हुन्छ यो, सम्भव छैन। तपाईँहरू मिडिया पनि त्यहाँ गएर सोध्नु न, यता आएर किन सोध्नुहुन्छ? अनि यो सरकारै यस्तै के खाली ढोग्ने त, गरिब मान्छेलाई मार्ने अनि मिडियालाई जान्न दिने, मिडियाबाजी गरेर इन्डिया जाने भने बाहना बनाइदियो, नाटक गर्यो, लास्ट लैन मान्छे मरिसकेको रहेछ। हिजै मऱ्यो कि हामीलाई के थाहा, हामीलाई जानै दिँदैन। हामीलाई यो सम्पूर्ण हिसाबले यसको जिम्मेवारी राज्यले लिनुपर्छ। सम्पूर्ण हिसाबले राज्य असफल भएको र जनताप्रति गरिबप्रति निर्दयी भएको एउटा ज्वलन्त उदाहरण हो, यो प्रमाण हो। खास गरिकन सरकारका नीति र निर्णयहरूले जनतालाई दुःख दिने गरी जनतालाई यो ठाउँमा पुगाउने खालको बाध्य बनाउने गरिकन यस प्रकारको सरकारले, बालन सरकारले नियम चाहिँ लागू गर्यो अथवा निर्णयहरू गर्यो, कानुनी चाहिँ उसले चाहिँ जुन एउटा प्रबन्ध गर्यो, व्यवस्था गर्यो, त्यसको उपज हो भन्ने ठान्छु म। पछिल्लो समय यहाँको चाहिँ बाटोघाटोको अवस्था चाहिँ सुदृढ नगरिकन, जनतालाई चाहिँ कमाउने नबनाइकन, जनताको चाहिँ अवस्थालाई चाहिँ सुदृढ नगरिकन कर मात्रै थपर्ने र राजस्व मात्रै असुल्ने जुन प्रकारको जनताको ढाड सेक्ने गरी, अझ विशेष गरिकन गरिब जनताको होइन, दुखीहरूको, सुकुम्बासीहरूको ढाड सेक्ने, उनीहरूको ज्यान लिने गरिकन जुन नीति कानुनी चाहिँ प्रबन्ध गर्यो, त्यसको उपज हो भन्ने ठान्छु। यो राज्य असफल भएको छ, राज्य यसको जिम्मा राज्य लिनुपर्छ। राज्यले एक प्रकारले भन्ने हो भने नागरिकको हत्या गर्ने काम गरेको छ यो सरकारले। तपाईहरु कसरी जानुहुन्छ? अब हामी कसरी गर्नुहुन्छ? यस्ता घटना, यस्ता खालका निर्णय, यस्ता खालका चाहिँ नीतिका विरुद्धमा हामी सशक्त ढङ्गले हाम्रो आवाजहरू बुलन्द गर्छौँ, हामी लडाइँ लड्छौँ। यसमा मानव अधिकारको अलिकति पनि ख्याल गरिएन भनिन्छ। मानव अधिकारको न्यूनता अधिकतमै हनन भएको छ। हिजो हामीले देख्यौँ भिडियोहरू है, त्यो चाहिँ घटना घटिसकेपछि जुन प्रकारले त्यसको रेस्क्यु गर्नुपर्ने थियो त्यसरी नगरिकन अपराधीलाई चाहिँ समाज जसरी घिसार्दै ल्याउने काम भयो। हस्पिटलमा पनि एकदम ढिलो चाहिने अब एकदम राम्रो भइरहेछ, रामराज्य भइरहेछ भन्ने सरकारले विरस्थानमा ल्याइसकेपछि जुन प्रकारको उपचार प्रक्रियालाई सहजीकरण भएन, ढिलो गरिकन गर्यो, आफन्तहरूलाई भेट्न नदिने, बिरामीको अवस्था गोप्य राख्ने जस्ता खालका गतिविधिहरू गरे। यसले पनि राज्यको नियत एकदम स्पष्ट हुन्छ, शंकास्पद छ। राज्यले नागरिकको सेवा गर्ने, नागरिकको सुरक्षा गर्ने भन्दा पनि नागरिकलाई चाहिँ तह लाउने, भय सिर्जना गर्ने, त्रसित बनाउने र आफ्नो चाहिँ जुन प्रकारको अधिनायकबाट तानाशाहको चाहिँ जुन इच्छा छ त्यसलाई चाहिँ जसरी गृहमन्त्री सुदन गुरुङ रातभरि यहीँ बस्नुभयो क्या, मन्त्रीहरू, प्रधानमन्त्रीको सचिवालयका टिमहरू यहाँ आउनुभयो, एकदमै ख्याल गर्नु भएको रहेछ भन्छन्। यहाँ आएर के फरक पर्यो भने मान्छेको जीवनमा जोगिएपछि मान्छे बाँच्नु पर्यो नि, मान्छेले बाँच्न पाउनु पर्यो। यहाँ आउने कुरा ठुलो हो कि मन्त्री, प्रधानमन्त्री अथवा प्रधानमन्त्रीका सचिवालयका मान्छे बाँच्ने कुरा। मान्छेले एउटा चाहिँ गणेश नेपालीले आत्मदाह गर्ने ठाउँमा कसरी पुग्यो, त्यसको चाहिँ जिम्मेवारी सरकार छ कि छैन? बालन सरकार छैन? बालनले पछि प्रधानमन्त्री हुनुहुन्छ हुनुहुन्न? उहाँले ल्याएको नीतिका कारणले, उहाँले चाहिँ बनाएको कानुनका कारणले, उहाँले कारणले गएको होइन। महानगर चाहिँ जोसुकै होस् होइन, राज्यको निकाय हो नि त, त्यो के उनीहरूको केही समस्या छैन र महानगर अन्तर्गतका भएकालाई त डाइरेक्ट उहाँले चाहिँ चिठी काटेर चाहिँ तल यसो गरेर भनेको छ त छैन र? शिक्षा चाहिँ महानगरको चाहिँ महानगरको मातहतमा पर्छ त शिक्षा, स्कुल शिक्षा। तर त्यसका सन्दर्भमा त उसले चाहिँ चिठी काटेर यसो गरेर भनेको छ त भन्दा अल्टिमेटली जुनसुकै सरकार, चाहे स्थानीय सरकार होस् चाहे प्रदेश सरकार होस्, त्यसको चाहिँ छाता चाहिँ त्यसको अर्गनाइजेसन सरकारको सङ्घीय सरकार हो नि। त्यस कारण यी सबै कुराको जिम्मेवार चाहिँ यो सरकार बालन सरकार हुन्छ। बालन सरकारले यसको जिम्मा लिनुपर्छ। बुझेर बाहिर निस्किनु भयो, के पाउनु भयो परिवारलाई भेट्दै गर्दाखेरि के छ? मलाई दुःख लाग्यो। हामीले आयौँ यहाँ, डाइरेक्टरहरूलाई पनि भेट्ने कोसिस गर्यौँ, हामीलाई पनि भेट्न दिनु, हामी एकचोटि बुझ्छौँ भन्दा हामीलाई पनि भेट्न दिएन, परिवारलाई पनि भेट्न दिएन। जसरी यो गोप्य राख्ने, लुकाउने, सूचना लुकाउने थप शङ्कास्पद भइरहेको छ कि राज्य यो घटनामा यो हत्यामा संलग्न छ भन्ने कुरा नै छैन। बालन सरकार यो हत्यामा संलग्न छ भन्ने कुरा अहिले पुष्टि गरेको छ। त्यही त भने यस्तै खालका